अरू काम मैले गरेन किनकि आधुनिक कहिले भइएन। त्यही भएर तपाईँहरूलाई मेरो नाम केश गुरुङबाटै परिचय गराउन चाहन्छु। हजुर तपाईँहरू अन्नपूर्ण प्रथममा आउनु भएको छ, तर तपाईँहरू अहिलेसम्मको नक्सामा नर्थ अन्नपूर्ण भनिदियो होला हो। नर्थ गलत तरिकाले त्यो नक्सा प्रिन्ट भएको छ कि पहिला। हजुर गएको सालदेखि हामी सच्याएर अन्नपूर्ण प्रथम भनेर भनेका छौँ। ए नर्थ होइन भने नर्थ होइन, तर भन्ने हुनाले त्यो मान्छे झुक्किने भएको हुनाले त्यही घोटिरहने भएको हुनाले ब्राकेटभित्र नर्थ पनि राखिदिएका छौँ होइन। तर अन्नपूर्ण फर्स्ट हो। ए र यहाँदेखि जुन यो ट्रेल गाउँदेखि माथि जुन ट्रेल जुन सुरुवात हुन्छ यसको नाम मौरिस हर्जोग ट्रेल हो। ए मौरिस हर्जोग भनेको फ्रेन्च नागरिक हुन्। सबभन्दा पहिला संसारको सबैभन्दा अग्लो हिमाल एभरेस्ट अन्नपूर्ण मानिन्थ्यो। अन्नपूर्णलाई 1950मा चढेको, आजभन्दा 75 वर्ष अगाडि। त्यही भएर यो साल हामीले हिरक जयन्ती पनि मनायौँ, 75 वर्ष मनाउने जयन्ती मनायौँ। त्यस्तो यसको इतिहास छ। 75 वर्ष चढेको हिमाल यही हो। तर यो बिच बाटोमा बाटो नभएको हुनाले बाहिरको संसारसित पर्यटन व्यवसायसँग यो अलिकति टाढा बसेको थियो। हिमाल चढ्ने मात्रै मान्छेहरू हेलिकप्टर जान्थे, हिमाल चढ्थे, तर यो रुट थिएन। यो रुट हामीले बनाएको अहिले 14 वर्ष भयो। 11 वर्षसम्म यो बनाउँदै हाम्रो लाग्यो। गाउँबाट माथिसम्मको दूरी 42 किलोमिटर छ। यो 42 किलोमिटर दूरीमा हामीले बाटो बनायौँ। बाटो एउटा घटनाले गर्दा हामीले बाटो बनाउनु परेको। त्यसपछि बल्ल यो 3 वर्ष भयो यो यात्रा सुरु भएको छ। 3 वर्षमा 2.5 वर्ष त हामीले जो सरकारी जग्गा जमिन परेको हुनाले घर बनाउनु दिएन, होटल बनाउनु केही दिएन सरकारले। हामी केवल यस्तो कटेज बनाएर कटेजमा एउटा ग्रुपिङ सर्भिस गरिरहेको थियौँ। तर अस्ति फागुनको लास्टदेखि बल्ल यो 6 ठाउँमा यस्तो होटल गर्न दिने भाडा लिएर सरकारले ट्याक्स तिरेर भाडा के अरे होटल गर्न दिने भनेर बल्ल होटल काम सुरुवात गरेको। त्यसले गर्दा तपाईँको यात्रामा राम्रो होटलमा धेरै कोठा भएको रुमहरूमा बस्न नपाउनु सक्नुहुन्छ यो चोटिलाई। किनभने हामीले कटेज यस्तै तरिकाले बनाएको छौँ कि किन भर्खरै स्वीकृति भएको अस्ति फागुनमा 6 महिना भएको छैन। 6 महिनामा घर बनाउन सकिँदैन नि त। त्यही भएर हामीले तपाईँको सर्भिस चाहिँ यस्तो टेनमा, यस्तो टिनको घरहरूमा, यस्तो ठाउँहरूमा दिइरहेछौँ। र आगामी वर्ष तपाईँहरूलाई हामी सबै ठाउँमा 50 देखि 100वटा बेड सेटको होटलहरू निर्माण गरेछौँ यसै वर्ष। र योभन्दा माथि तपाईँको टेलिफोन चल्दैन, टेलिफोन विस्तार गरेछौँ, सोलर पावरहरू पनि जोडेछौँ। अहिले तपाईँहरू बेलुका जानुहुन्छ जहाँ जानुहुन्छ त्यहाँ चाहिँ बिजुली मोबाइल चार्ज गर्नु चाहिँ जेनेरेटरबाट लगाइदिनुहुन्छ। जेनेरेटरमा के अरे लाइन फिट गरेर चार्ज गर्नु होला। र यो ट्रेल संसारको सबैभन्दा पहिलो हिमाल चढेको ट्रेल हो। अनि अर्को धेरै झर्ना भएको ट्रेल हो र संसारकै सबभन्दा अनौठो खालको हिमाल र तालसँगै भएको ट्रेल हो। अन्त कथा चाहिँ हिमाल छ, ताल छैन, ताल छ, हिमाल छैन, तर यो हिमाल र ताल सँगै भएको ट्रेल हो। र यो ट्रेल हामीले 42 किलोमिटर बाटो बनाएको थियौँ, तर यहाँसम्म अलिक के भयो मोटर बाटो आइदिएको हुनाले हाम्रो यो ट्रेनको बाटो छोटिएको छ। छोटेर अब यहाँबाट तपाईँ 16 किलोमिटर माथि हिँडेपछि माथि पुग्न सक्नुहुन्छ। ट्रेल चाहिँ एक ठाउँमा 20 मिनट, एक ठाउँमा 10 मिनट, एक ठाउँमा 5 मिनट मात्रै उकालो छ। बिस्तारै हाइट चढ्ने हो। यहाँदेखि माथि तपाईँ 1307 मिटर मात्रै हाइट चढ्ने। हाइट चढेपछि माथि पुग्नुहुन्छ। र यसको पञ्चकुण्ड ताल छ त्यहाँ। त्यो ताल नै यसको आकर्षणको बिन्दु हो। किनकि त्यो ताल चाहिँ अब 4 महिना चाहिँ जमेर बरफको आइस बन्छ। अनि त्यसपछि बाँकी के अरे 7 महिना त्यो चाहिँ ताल बन्छ। 1 महिना त्यो ताल चाहिँ फेरि 5 भागमा विभाजित हुन्छ। 5 र पूर्ण भन्छ कि त्यस्तो अवस्थामा यो ताल रहेको छ। त्यस्तो तालमा तपाईँ आउनुपर्छ। त्यसको लागि धन्यवाद।